मेरो YouTube च्यानलको भिडियोहरू हेरिरहने साथीहरूलाई फेरि आज यस भिडियोमा स्वागत गर्न चाहन्छु। म अहिले तपाईहरुलाई यो मलेसियाको क्वालालम्पुर भन्ने ठाउँ KL भन्ने ठाउँ चाहिँ हाम्रो नेपालकै जस्तो एउटा पहाडी छेउछेउमा पहाडले घेरिएको र बीचमा चाहिँ शहरहरू बसेको ठाउँ रहेछ। एकदम सुन्दर दृश्यहरू छ यहाँको। यो पर देखेको दुईटा टावर चाहिँ पेट्रोनस ट्विन टावर हो। यसैलाई KLCC सिटी पनि भनिन्छ। रातिको दृश्यमा यस्तो खालको देखिन्छ यो ठाउँलाई। यो देखिएको अग्लो बिल्डिङ चाहिँ स्काई अवानी 4 हो। यो चाहिँ धेरै अग्लो छ। यहाँ यस्तोलाई कन्डोमिनियम भनिन्छ। यो 56 तलाको छ यो बिल्डिङ। यही स्काई अवानी 4 बिल्डिङको 11 तलामा यस्तो स्विमिङ पुलको क्षेत्र बनाइएको छ। यहाँ चाहिँ पुरै यहाँ बस्ने मान्छेहरूले स्विमिङ गर्न पाउँछ, पौडी खेल्नु भनौँ न हैन, पौडी खेल्न पाउँछ। बाहिरबाट आएको पाहुनाहरूलाई चाहिँ त्यही बस्ने मान्छेहरूले लगेर आफूसँगै राखेर मात्रै खेलाउन पाउँछ। यो स्विमिङ पुल भएको ठाउँदेखि माथि मात्रै 44 तला छ। यो माथि पुरै मानिसहरू भाडामा बस्छ, कोहीले फ्लाइट किनेर बसेको हुन्छ। यो स्विमिङ पुलदेखि मुनि चाहिँ सबै गाडी पार्किङ मात्रै हो। यो माथिको भाग यसरी वरिपरि सबै यो 3टा ब्लक जोडिएको छ एकै ठाउँमा। अनि यो सबैतिर मान्छे बसेको छ। म चाहिँ यही 3टा बिल्डिङको भएको ठाउँमा मेरो ड्युटी पर्छ। मान्छेलाई कहिले पनि पैसाले नपुग्ने रहेछ। के गर्ने, पैसाको सिलसिलामा म अहिले यस ठाउँमा ड्युटी गर्दैछु। नेपालका हालतहरू यस्तै छ, के गर्ने। अहिले हामी जस्तो युवाहरू सबै यसरी नै रोजगार खोज्दै परदेशमा दिनहरू काटिरहेका छन्।